दिदी यो घर भाइ यहाँ भित्र भित्र घर हेर त यहाँ टेपे भने त तिमीले ट्राई गरेको थाहा थियो नि भने झिँगाटेको छानु देख्दा मलाई त कस्तो मन कान्छ के हाम्रो त यस्तै बस्दै बस्न हाम्रो चाहिँ यस्तो हुनु नि हाम्रो चाहिँ यस्तै भए नि हुन्छ भन्ने नि लाग्छ मलाई त। मेरो नमस्कार आमा। नमस्कार बाबु नमस्कार। के पकाउन लानुभयो? ढिँड बाबु। अनि पानी आउँदा त डर लाग्दो होला मलाई। कतिलाई ए छोरा ऊ यसरी अजुलाले सोर्दा हैरान हुन्छ ऊ यताबाट धारो लाग्ने त्यतिकै उते त एउटा बाङ पहिरिएको हो त्यस्तै हुन्छ पानी आयो भने रुनै छ के नरुने रे मम्मी। अनि समागरमा घरमा तलतिर मास्तिर बस्थे अनिखेर आगो लागि नि भयो अनि त्यहाँबाट भुइँचालोले लडाइहाल्यो। फेरि बिग्रियो। बनाउने ठाउँ नभएर है भाइ एउटा बनाउने जग्गा नभएर खेतमा गएर बनाउँदाखेरि मैले सहयोग गर्ने बेलामा तपाईहरुले कुरा बारी चाहिँ तयार पारिराख्नु है तयार पारिराख्नु। दर्शक तथा मित्रहरू नमस्कार। आज निकै लामो समयपछि यहाँहरू माझमा अरू बेला जस्तै रमणीय स्थानका दृश्यहरू देखाउनुको सट्टा आज हामी एउटा अत्यन्तै पीडादायी र दुःखदायी भिडियो लिएर आएका छौं। दर्शक तथा मित्रहरू जीवन के नै रहेछ र? दोलखा जिल्ला बैतेश्वर गाउँपालिका वडा नम्बर 3 खानी गाउँमा बसोबास गर्दै आउनुभएकी 72 वर्षीय टिकामाया दाहालको अत्यन्तै दर्दनाक जीवन कथा आज तपाईहरू सामु प्रस्तुत गर्दैछौं। आमाहरू सबैजनालाई नमस्कार। यहाँहरू अहिले बैतेश्वर खानी गाउँमा हुनुहुन्छ। अनि आमाको नाम? मेरो नाम नन्दकला सुवेदी। यहाँको? मेरो मनमाया राउत। अनि यहाँको? मेरो बिन्दा सुवेदी। यहाँको? देवी उप्रेती। मेरो गीता राउत। गीता राउत। दिदी यो घर भाइ यो घर आमाको घर? नमस्कार आमा। नमस्कार बाबु नमस्कार। यो हजुरको घर? यो अर्को छैन? म त यो के पकाउन लानुभयो? ढिँड बाबु। आमाको नाम चाहिँ? मेरो टिकामाया दाहाल। हजुर। अनि हजुरको श्रीमान? बित्नु भयो। अनि पानी आउँदा त डर लाग्दो होला मलाई। कतिलाई ए छोरा ऊ यसरी अजुलाले सोर्दा हैरान हुन्छ ऊ यताबाट धारो लाग्ने त्यतिकै उते यताबाट खोलो पस्ने त्यतिकै। यताबाट पुरा एयर कन्डिसन रहेछ यता पुरै झ्याल। यो चुकुल सुकुल नलाग्ने झ्याल होइन? यता यता प्रशस्तै छ नि त झ्याल हेर्नु त। आइमेनाथले के चाहिँ गर्नु त उता त्यो झिँगाटेको छानु देख्दा मलाई त कस्तो मन कान्छ के हाम्रो त यस्तै बस्दै भए नि हुन्छ भन्ने लाग्छ ती बस्न हाम्रो चाहिँ यस्तो हुनु नि हाम्रो चाहिँ यस्तै भए नि हुन्छ भन्ने नि लाग्छ मलाई त। यो भुइँचालो गएदेखिबाट यसो कहानी एउटै समग्रमा घर थियो
अनि समगरामा घरमा तलतिर मासतिर बस्थे अनिखेर आगो लागि भयो अनि त्यहाँबाट भुइँचालोले लडाइहाल्यो माइजूको भाग पनि आएको नआएको होइन आएको हो पारी बनाउनु भयो खेतम बनाउनु भयो तर उहाँलाई पाइक परेन चर्केर नि गयो फेरि बिग्रियो बनाउने ठाउँ नभएर हो भाइ एउटा बनाउने जग्गा नभएर खेतमा गएर बनाउँदाखेरि आमा कति वर्ष हुनु पर्यो आमा फेरि भन्नुहोस् न 70 वर्ष हुनुहुन्छ 70 72 भत्ता खानुभयो भत्ता आउँछ है अनि यहाँको छोरी यहाँको नाम कल्पना दाहाल आमाको यो बुढेसकालमा सहारा दिने कोही पनि नभएको हुँदा यहाँ नै सहारा बनेर सुर्खेतदेखि आमाको सहाराको रूपमा यहाँ खानी गाउँ बैतेश्वरमा आइपुग्नु भएको छ होइन त अनि अब फेरि तपाईँ त आउनुभयो फेरि तपाईँको छोरी पनि हुनुहुन्छ होइन यहाँको छोरी अनि भनेपछि आमा तपाईँको छोरी तपाईँ गर्दा 3 जनाको परिवार होइन अनि उहाँ आमा यहाँको छिमेकी होइन अनि अहिले भनेपछि तपाईँ 3 जना बस्ने ठाउँ चाहिँ यही योभन्दा अरू छैन अनि यो खालको चाहिँ घर यो घरमा तपाईँ 3 जना बस्नुहुन्छ अनि आमाले ढिँडो पकाउन लाग्नु भएको छ ठिकै छ हामीलाई त सबैले दयामाले राखेका यही पनि त्यो बुढा बाजेले अर्काको जग्गा हो छोरालाई सबै पास गरेर दिएको यो जग्गा पनि पो होइन त्यो भाइले यहाँ त्यति बनाएर यहाँ राख्छ सबैले नि यति बनाइदिएको पहिला भुइँचालो जाने साथै हामीलाई चाहिँ यति ओतमा यस्तो राम्रो मिलाई अनि इनकेस दिने सबलाई लाखो जतिको त्यो 12वटा बाङ पहिर्याएको हो त्यस्तै हुन्छ पानी आयो भने रुनै छ मलाई नि दुःख कति भयो भनेर मलाई त्यो तर्कान आउँछ कहाँ जाला म मरेपछि कहाँ बस्लान् भने त्यो तर्कान एउटा आउँछ छोरा पानी आयो भने आधी बेरले यो झुपडी लग्यो भने नि कहाँ बस्नु भोलिदेखि के खानु भन्ने हो त्यस्तो आउँछ यो भनेपछि आमा हजुरको कुरा काटेँ मैले यो जग्गा पनि होइन अनि अब यदि हामीले कहीँ कतैबाट आएर सहयोग गरेर घर बनाइदियो भने कहाँ बनाउने त छोटो मिठो यहाँ हुनुहुन्छ बैतेश्वर 3 खानी गाउँको महिला अगुवाई समाजको अगुवाई के राउत भन्नु गीता राउत हुनुहुन्छ अनि अहिले म हाम्रो आमाको यस कटेजमा होइन यो घरमा आइपुगेको छ घर चाहिँ अरू समाजको अरू परिवारको भन्दा अलिकति नाजुक अर्थात् होइन नाजुक अलिक भिन्न देखियो अनि एकदमै बस्ने ठाउँमा यो एकदमै दुःखदायी देखियो अनि यो दुःखदायी चाहिँ मैले खुलेर तपाईँले भन्न नसके पनि मनमा चाहिँ असाध्यै असहाय भइरहेछ है त्यस कारणले मैले थोरै मात्रै खुलेर भन्नु पर्दाखेरि लास्टै देखियो अनि यो चाहिँ मैले मनदेखि नै यहाँलाई 1 वर्षभित्रमा म केही न केही गरिदिन्छु भन्ने एउटा प्रतिबद्धता तपाईँ माझमा राखेँ र यसै भनिराख्दाखेरि यहाँ जुन महिला हाम्रो अगुवाई दिदी हुनुहुन्छ दिदी 2 जना यहाँ आमाहरू हुनुहुन्छ यहाँको भनाइ चाहिँ यो जुन तपाईँ यहाँ जुन महिलाको मर्का बुझिराख्नु भएको छ नि तपाईँ महिला दुवैजना यहाँ 3 जना महिला उहाँको छोरी पनि महिला उहाँ पनि महिला होइन यहाँ तपाईँ देखिराख्नु भएको छ सबै महिला होइन अनि यो महिलाको पीडा यहाँ जुन महिला बुझेर जुन उहाँ चाहिँ आफ्नो घर व्यवहार चाहिँ सुर्खेतदेखि पश्चिमदेखि छोडेर आमाको लागि यहाँ आइराख्नु भएको छ तर छोरीले यसरी बुझेर आउनु भएको छ भनेपछि तपाईँले के खास अब आमाको लागि के गर्दै हुन्थ्यो अब के अपिल गर्न सक्नुहुन्छ टस्टकै भए पनि छानु लाको घर पानी नचुइने भइदिए धेरै ठुलो दरबार नि चाहिने थिएन त्यति भयो नि त्यति सहयोग गर्नेसम्म भने बाँस काटेर यता त्यता सहयोग त जति गर्यो तर 2 वर्ष भन्दा अनि यहाँको भनाइ के छ मेरो नि त्यही नै हो भाइ यसको पानी नचुन्ने एउटा बस्ने बास मात्रै भइदियो हुन्थ्यो भन्ने छ यो अहिलेको भन्दा बार भएको हावा नछिर्ने एउटा 1-2 पाती राखेर खाँदाखेरि केही नपस्ने पानी चुन्छ घर पस्छ सुत्ने ठाउँ हुँदैन भने बेलामा खाना पाइँदैन त्यही हो आमाको भनाइ के छ मेरो नि अब त्यही छ नि अब राम्रो गरेर बस्दै एउटा बास राम्रो गरेर बसेदेखि राम्रो हुन्थ्यो सहयोग गर्दै गर्ने क्रममा मलाई तपाईँहरूबाट केही सहयोगहरू होइन अब
कुनै बेला श्रमदान चाहिन सक्छ होइन, केही कोही बेला कुटो कोदालो चाहिन सक्छ है, तपाईँहरू तयार हुनुहुन्छ है? है ल यो काम गर न दिदीहरू भन्दाखेरि हामी तयार तपाईँलाई के गर्दै हुन्थ्यो जस्तो लाग्छ अब छोराले? मलाई छोराले त यही बस्ने बास राम्रो बनाएर राख्थे हुन्थ्यो छोरा। अब अर्थोक त के भन्नु छ र, अब त्यही अब हाम्रो अब लोग्ने मान्छे नभएको कारणले अब हामीले केही गर्न सकेनौँ। महिला भएपछि अब केही नकमाउन सक्ने न केही केले बनाउनु सक्यो। अब बनाउन त हाम्रो आर्थिक भएको भए त आफूले पनि सकिन्थ्यो। गाह्रो छ ल, ठिक छ, हुन्छ। म सक्दो यहाँहरूलाई आमा म कोसिस गर्छु। यहाँको आमाको अनि छोरीको सबैको कुरा सुने मैले, दुःख तपाईँको पीडा विगत जुन दिनदेखि तपाईँ पीडामा हुनुहुन्थ्यो त्यो सबै कुरा मैले बुझिहालेँ। अब पीडा छँदैछ। अब सकेको म झलक तामाङ यहाँहरूको माझमा रहनेछु है। मैले मेरो ज्यान प्राण हुन्जेलसम्म मैले सम्झिनेसम्म गरौँला। अनि र अर्को कुरो, मैले सहयोग गर्ने बेलामा तपाईँहरूले कुरा बारी चाहिँ तयार पारिराख्नु है, तयार पारिराख्नु। तर अहिले यसको लागि तपाईँहरू त मैले भने नि अघि नै जग्गाको तयार गर्नुहोस्, यसो सम्झौता गर्दै गर्नु। हुन्छ, म सक्दो यहाँहरूलाई आमा म कोसिस गर्छु। अर्कोचोटि म तपाईँलाई केही शुभ समाचार लिएर आउँछु है त।